यता चाहिँ म रेडी भएर कहाँ जान आँट्दैछु तपाईँहरूलाई चाहिँ एकछिनमा थाहा हुनेछ। र यता बेग पनि पेक गरिसकेर हेलो एभ्रिवान, नमस्ते छ सबैमा। म पूजा छेत्री, स्वागत छ हजुरहरूलाई मेरो एउटा भिडियोमा। र यता चाहिँ हस्बेन्डले गाडी पनि निकालिसक्नु भयो र यता बेग राखेर म पनि उठेँ गाडीमा अब। र यता चाहिँ मेरो हस्बेन्ड वाइफ कहाँ जाँदैछौँ तपाईँहरूले चाहिँ पुरै भिडियो हेर्नुपर्ने हुन्छ। र घरदेखि टाढा होइन, अब 1 किलोमिटर जस्तो टाढा हो। र अहिले चाहिँ हामी सेन्टर पनि पुगिसक्यौँ अब। र अब चाहिँ तपाईँहरूलाई थाहा हुने छैन, देखेर त थाहा नै भयो होला पेन्डेलहरू कहाँ चाहिँ गएको भनेर। र हामी चाहिँ आएको यता बिहामा, आज रिसेप्सन छ यहाँ। र यता चाहिँ रिसेप्सन ब्राइड रेडी गर्नुपर्ने र मेकअप थियो यहाँ मेरो चाहिँ। र यता म पनि अब रेडी। र यता चाहिँ यो ब्राइडको लेहेङ्गा हो, अब यो लगाउने अरे आज अब ब्राइडले। र अहिले चाहिँ म अब धमाधम यता हेयर क्रिम्पिङ गर्न लागिसकेको छु। र यता सानो बुनुले चाहिँ मलाई हेल्प गर्दैछ नि एक्लै गएकोले। र अब चाहिँ म फेस क्लिन गरिसकेँ ब्राइडको। र अब चाहिँ मोइस्चराइजर एप्लाई गर्नेछु। र यता चाहिँ मोइस्चराइजर एप्लाई गरेर अब प्राइमर पनि एप्लाई गरिसकेँ। र प्राइमर एप्लाई गरिसकेर चाहिँ मैले आइलेन्स लगाइदिएँ ब्राइडलाई। र आइलेन्स लगायो भने चाहिँ अब राम्रो लाग्छ नि त लुक्सहरू होइन। र यता आइलेन्स लगाइदिएँ। र यता मेरो ब्याकग्राउन्डमा एकदम गाडीहरूको आवाज आउँदैछ, त्यो चाहिँ इग्नोर गर्नु होला है। र यता चाहिँ मैले आइलेन्स लगाइसकेर चाहिँ अब मैले मेकअप स्टार्ट गरिसकेको छु। र आइब्रो पनि बनाइसकेँ र यता आई मेकअप पनि गरिसकेँ। र त्यहाँबाट चाहिँ मैले अब फाउन्डेसनहरू एप्लाई गर्दैछु। र अब फाउन्डेसन एप्लाई गरिसकेर चाहिँ मैले अब कम्प्याक्टहरू पनि लगाएर ब्रासहरू, हाइलाइटरहरू, लिपस्टिक सबै थोक एप्लाई गरिसकेँ। त्यहाँबाट यता लेहेङ्गाहरू पनि लगाइदिइसकेँ। त्यहाँबाट चाहिँ अब म स्टार्ट गर्नेछु हेयर स्टाइल। यता चाहिँ हेयर स्टाइलमा चाहिँ फ्रन्टमा स्टार्ट गरिसकेँ। र फ्रन्टमा स्टार्ट गरिसकेर ब्याक साइड चाहिँ अब कर्ल गर्ने अरे। र ब्याक साइडमा फर्स्ट फ्रन्टको सकेर अनि ब्याक साइड कर्ल गर्नेछु म। यता फ्रन्टको पनि अलमोस्ट गरिसकेँ अब। त्यसको बादमा मैले अब चाहिँ गर्नेछु कर्ल अब। र यता चाहिँ साइन स्प्रे लगाएर मैले सेटहरू गर्दैछु। साइन स्प्रे लगाएर चाहिँ हेयरको अब साइन गर्छ, त्यसको लागि चाहिँ बहुत राम्रो लाग्छ। र त्यसको बादमा चाहिँ मैले अब कर्ल स्टार्ट गरिसकेको छु। कर्ल गर्न त अब टाइम लाग्छ, एक्लै हुँदाखेरि होइन भन्नु त, दुईजना हुँदा है छिटो हुन्छ। र यता चाहिँ ब्राइड पनि अब गाउँकै अनि उता बेहुला पनि गाउँकै हुँदै चिनाजाना भएर चाहिँ म चाहिँ एकदम गफ गर्दै हामी चाहिँ मेकअप गर्दै गरिरहेको थियौँ। र यता त्यही टाइममा टी पनि आइपुग्यो। र टी पिसकेर फेरि म लागिसकेको छु। र आजको जुन बेहुला बेहुली हुनुहुन्थ्यो उनीहरू चाहिँ एकदम क्लासमेट हो। र उनीहरूको चाहिँ 7 इयर्सको लभ स्टोरी अब सक्सेस पनि भयो फाइनली अब। र दुईजनाको दाम्पत्य जीवन पनि खुसमय अब होस् होइन। तपाईँहरूले पनि अब आशीर्वाद दिनु होला। र यता चाहिँ अब मैले कर्ल पनि आँटिसकेँ। र बुनीले चाहिँ त आर्टिफिसियल नेलै ल्याउनु भएको रहेछ, त्यो लगाइराख्नु भएको छ। र फेभिक्विकले लगाइराख्नु भएको थियो अब ग्लो नभएर चाहिँ। र यता चाहिँ मैले बेहुलाको पनि हल्का अब फेस टचअप गरिदिएँ। र अहिले चाहिँ अब फाइनल लुक। र यता बेहुलाले चाहिँ अब सिन्दुर आफै लगाइदिन भने मैले, र आफै लगाइदिनु हुँदैछ ब्रसले। र अहिले चाहिँ अब बेहुलीको फाइनल लुक हेर्न सक्नुहुन्छ। कस्तो लागेको थियो भन्नु होला तपाईँहरू। र उसलाई चाहिँ धेरै नै राम्रो देखिएको थियो अब। र सबैले नै भन्नुभयो धेरै राम्रो देखिएको छ भनेर। मैले चाहिँ यता रिल्स भिडियोहरू पनि बनाएँ, अब फोटोहरू पनि क्लिक गरेँ। र यता कन्टेन्ट क्रिएटर अनि मेकअप आर्टिस्ट भएपछि त अब त्यो त फोटो भिडियो रिल्स त कति चाहिन्छ अब होइन, बनाउनै पर्यो। यता फोटो भिडियो लिइसकेर जब बेहुला बेहुलीको पनि फोटोसुट भिडियो सुटको लागि जाने भन्नुभयो र हामी चाहिँ अब निस्किसकेको छौँ। र हुन्छ त गाइज, आजलाई यति नै आयो। मेरो भिडियो हजुरहरूलाई राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट र फलो अनि सब्सक्राइब गर्न नभुलिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। फेरि भेट्नेछु अर्को एउटा भिडियोमा। बाई बाई।